यो स्पेशल भिडियो तपाईहरुको लागि रहेको छ। सबैभन्दा पहिला यात्रीको चियाटाको आउटलेट बानेश्वर मिलन चोकमा खोलेका थियौं र अनि हामी चाहिँ यो ठाउँभन्दा अर्को बेटर लोकेसनमा चाहिँ हामी यात्रीको चियाटा शिफ्ट गर्दै छौं र फिलहाल चाहिँ हामी अहिले यात्रीको चियाटाको लागि नयाँ ठाउँ खोज्दै छौं। यात्रीको चियाटाको टार्गेट चाहिँ क्लियर नै छ। यात्रीको चियाटाको आउटलेट 1 वर्षमा एउटादेखि दुईटा चाहिँ हामी थप्ने नै छौं। हाम्रो टार्गेट चाहिँ एकदमै क्लियर छ। अनि तपाईहरु पनि यात्रीको चियाटासँग जोडिएर काम गर्न सक्नुहुनेछ। अनि तपाईहरु पनि सर्ट टाइम इन्भेस्ट गरेर चाहिँ यात्रीको चियाटाबाट तपाईहरुले पनि अब पैसा कमाउने चान्स तपाईहरुलाई चाहिँ हामी यात्रीको चियाटाबाट दिने छौं। यो चाहिँ हाम्रो टार्गेट अनि हाम्रो भिजन पनि हो। अनि यो ठाउँबाट चाहिँ यात्रीको चियाटा किन शिफ्ट गर्दै छौं भने यहाँ चाहिँ हामीलाई एकदमै पार्किङको चाहिँ एकदमै धेरै समस्या भएको छ। त्यसैले चाहिँ हामीले चाहिँ यो ठाउँबाट हामीले चाहिँ अर्को बेटर ठाउँ खोज्दै छौं र जहाँ चाहिँ पार्किङ होस्। तपाईहरु पनि यात्रीको चियाटामा केही रकम थोरै रकम चाहिँ इन्भेस्ट गर्न चाहनुहुन्छ भने डाइरेक्ट मेसेज गर्न सक्नुहुनेछ। तपाई अनि म मिलेर चाहिँ यात्रीको चियाटालाई हामी नेक्स्ट लेभलमा पुगाउने छौं। यो चाहिँ मेरो एउटा बाचा भयो।